ठाउँ निहाल्दै अब हामी फर्किन लागेको। सर उहाँ पर पुगिसक्नुभयो। धनपोखरी यहाँदेखि सुरु। त्यो पर भित्र देखिएको कमलको फुल हो त्यो चाहिँ, तर कमल फुलेको अवस्था अहिले छैन। अब हामी फर्किने क्रममा छौँ। यो प्राइभेट होला, यो पछि 51-52मा दर्ता भएको ठाउँ हो यो। अनि उता पल्लोपट्टि पनि छ, हेर्नु न, उता भिन्दै व्यक्तिको हो त्यो। यो चाहिँ 51-52मा मात्रै दर्ता भएको यो एरिया। त्यतिखेर सबैले गराए। मैले त धनपोखरीबाट फर्किने क्रममा यसो ठाउँ सिनहरू पनि लिँदै गरेको छु। सङ्घसभाको माओदिन र मादी नगरपालिकाको सिमानामा पर्छ जस्तो लाग्यो यो ठाउँ मलाई। $2600 मिटरमा को उचाइमा रहेछ होइन सर? सर हामी कहाँ लाग्यौँ अरे अब? अनि यो जङ्गलमा बर्दिबास जाने बाटो चाहिँ कहाँनिर छ सर? बर्दिबासतिर लाग्यो है, हामी फर्किरहेको छौँ। ओह्रालोमा एकदम केयरफुल है। चिप्लो पनि छ। रिल सकिँदैन त? म त पहुँच गर्दै अनि ठाउँमा लु यहाँ के दाना हुन्छ हो, त्यो दाना हुन्छ, यो मसिनो दाना यो हो, त्यो यो खाने हो। यो केसरी भनिन्छ यसलाई, जन्मान हो। यसको बोट चाहिँ भित्र काट्दा पहेँलो हुन्छ। तर अब यहाँ पाकिवरी झरेको हो कि त्यो रलपल हो थाहा पाइएन। केसरी हेर्ने। अनि यो फुलेको त तामर्के हो। यसको चाहिँ हामी गोठालो हिँड्दाखेरि उहिले चाहिँ भित्रको गाना हुन्छ, यो गाना चाहिँ खाने गर्थ्यौँ। यसमा गाना हुन्छ क्या सर, त्यो गाना काटेर खाने। साफसफाइ पनि त गर्नु पर्यो नि त। यो चाहिँ चिरै थियो, यो बोट चाहिँ चिरै थियो है। हजुर छेउछाउ गरेर खाने सर। अब त्यहीँको लागि केही बनाएको होला नि। यो हामी फर्किने क्रममा एउटा मन्दिर पनि बनाउनु भएको रहेछ यहाँउँदै। यहाँ कुन बेलामा पूजा आजा गरिँदो रहेछ त्यो हामीलाई चाहिँ थाहा भएन। यहाँ पार्टी धर्मशाला पनि रहेछ।
उहाँ सर ओह्रालो डराइ झर्नु भएको छ। म चाहिँ पछि पछि खिच्दै पनि आएको छु। तपाईँहरूलाई त डर लागेको छैन नि? बहुत मजा आइरहेछ दाइ, आनन्द आइरहेछ। खिचिहालेँ। बुढाबा थ्याङ्क यू यार, तपाईँले गर्दा आज यहाँ आइयो होइन, हामीले गर्दा तपाईँ आउनुभयो। तपाईँ नआउनु भएको भए यो सायद यहाँ दुःखले आइपुगिन्थ्यो कि आइपुगिँदैन थियो त्यो पनि थाहा छैन। झर्ने क्रममा यस्ता रुख ठुटा बुटा गुराँसका यहाँ ठ्याङ ठुङ गरेको चाहिँ यो भाइहरूले लाली गुराँसको पदमार्गको फलैजा अनि गलेर आउँदाखेरि विश्राम गर्ने ठाउँ बनाउँदै हुनुहुन्छ। यो चाहिँ पदमार्ग हो। पुग्यौँ, त्यहाँभन्दा उँभो गइएन। यो चाहिँ राम्रो नि त, समातेर लग्यो। यो चाहिँ लाली गुराँस पदमार्गको लागि हिँड्दै गर्दाखेरि गलेको बेलामा बस्ने आराम गर्ने ठाउँ बनाइदिएको। त्यो मन्दिर चाहिँ के हो? त्यो मन्दिरको नाम चाहिँ के हो? धनपोखरी मन्दिर नै, त्यो पोखरी अनि मन्दिर। उहाँ सरहरू काठमाडौँबाट आउनुभएको, विराटनगरबाट आउनुभएको। म चाहिँ बसन्तपुरको, गुणराज दाहाल भन्ने मान्छे। मेरो एउटा गाडी छ, त्यही भएर यहाँ सरहरूलाई लिएर आउँदा ल म आउँदैछु सर। यो चाहिँ मन्दिर, त्यो माथि धनपति मन्दिरको पोखरी मन्दिरको जग्गा अरे, त्यही भएर यो कम्पाउन्ड गर्नुभएको रहेछ। हामीले चाहिँ सोच्यौँ 51-52मा चाहिँ 52मा चाहिँ दर्ता भएको, त्यसले गर्दाखेरि दर्ता हुँदाखेरि चाहिँ दर्ता गरेर चाहिँ व्यक्तिले भन्ने सोच्यौँ, तर यो होइन रहेछ। यहाँसम्म चाहिँ भाइहरूले त्यो पदमार्ग बनाउने भाइहरूले चाहिँ बाइक पनि ल्याइपुर्याउनु हुँदो रहेछ। मैले गाडी चाहिँ तलै छोडेँ। हामी चाहिँ अब गाडी राखिएको ठाउँ, यसलाई चाहिँ मल्लिडो भनिन्छ। यो चाहिँ मल्लिडोको बोट हो। यसमा चाहिँ फल लाग्छ। यो फल सकिएको अवस्था छ। यसको फल पाकेपछि पहेँलो कालो कालो हुन्छ, खान एकदम मिठो हुन्छ। अब हामी चाहिँ गाडीको ठाउँमा पुग्न आँट्यौँ। मैले बिचबिचमा काट्दै सानो छोटो गरेर कैद गरेको। मैले गाडी चाहिँ त्यो अगाडि राखेको छु, त्यो पार्टी देखिएको छेउमा। सरहरू अगाडि हिँड्दै हुनुहुन्छ, म चाहिँ पछि उहाँहरूलाई पछ्याउँदैछु। यो फाँटहरू रमाइला माथि चौर बनेका। यहाँ एउटा बोर्ड पनि गाडिएको रहेछ। यो खास चाहिँ के रहेछ, म त्यसैतिर जाँदैछु। ए रक्ते डाँडा भन्ज्याङ, यो 2500 मिटर रहेछ। फाबिङ पर्दो रहेछ। यो चाहिँ फाबिङ जाने बाटो हो क्या र? यता चाहिँ फाबिङ जाने बाटो रहेछ, माओदिन फाबिङ। यो यता चाहिँ हामी आएको बाटो, यहाँबाट यतातिर चाहिँ जाने चाहिँ बाटो। मेरो गाडी त्यहाँ पर छ। त्यो बाटो चाहिँ हुँदै फाबिङ जाने बाटो। धनपोखरीमा चाहिँ भक्तजनहरू आउँदा
खानेपिनेका सामानसहित उत्पत्ति हुन्थ्यो अरे, भाँडाकुँडा पकाउने सबै हुन्थ्यो अरे। त्यहाँ चाहिँ जुठा भाँडा कोही भक्तजनले जुठा भाँडासहित त्यो थाल त्यहाँ बुझाइदिने दिएकोले गर्दाखेरि लोप पनि भएको भनिन्छ। यहाँ चाहिँ यसरी जङ्गली स्ट्रबेरी पनि पाइन्छ, भुइँ ऐसलु भनिन्छ। प्रशस्तै मात्रामा पाइँदो रहेछ यहाँ। सरर गाडीमा पुगिसकेको अवस्था। ल अब आजलाई यही बाटोतिर देखाउँदै बन्द गरेँ।